आज हाम्रो डान्स प्र्याक्टिसको डे 2। हे गाइस, तपाईहरुलाई स्वागत छ आजको मेरो मिनी भ्लगमा। अहिले चाहिँ म फुटबल खेलेर आएर भात र सब्जी मुखमा दबाएर बिस्तारा मिलाएर पढ्ने तयारी गरेर, किनकि भोलि मेरो इक्जाम छ नेपालीको। अनि म चाहिँ व्याकरण बुकबाट पढिरहेको थिएँ। नेपाली सब्जेक्टमा अलि व्याकरण हल्का गाह्रो हुन्छ के, अनि त्यही भएर पनि नेपाली अलि बढी पढ्नुपर्छ। अनि मलाई याद आउँछ कि डान्स प्र्याक्टिसमा पनि जान छ। अनि आफ्नो किताबहरू चाहिँ बिस्तारै फालेर अनि म छिटो उठेर गइहाल्छु। म बाटोमा जाँदै थिएँ अनि झ्याप्पै उता हेर्छु त मैले भिक्की भ्लगलाई देख्छु। भिक्की भ्लग चाहिँ के गरिरहेको थियो, भाडा माझ्न लागेको थिएँ के। देख्न सक्नुहुन्छ तपाईँहरूले त्यहाँ। राति भएर पनि त्यति राम्रोसँग भाडा त देखेन, तर हल्का चाहिँ देखेको थियो। जो दिदीसँग डान्स सिक्ने त्यो दिदी त यहाँ बच्चा बच्चीको साइकल चलाउँदै बस्नु भइरहेको थियो। निशान दाइको घरमा चाहिँ म एकछिन बस्छु 10-15 मिनट। हामी डान्स सिक्ने टोटल 4 जनाको छौँ। यो डान्स चाहिँ हाम्रो क्रिसमसको लागि हो मेन। वर्षाले फेरि आफ्नो मोबाइलमा गानै डाउनलोड गरेको रहन्छ अनि गाना डाउनलोड गर्छु। हामी डान्स सिक्ने चाहिँ टोटल 4 जना छौँ। वर्षा, बसन्त, निशा दिदी अनि म। गाना डाउनलोड हुने बित्तिकै यिनीहरू त्यत्तिकै बजार नाचिरहेको छन्। प्र्याक्टिस गर्नु छैन, त्यत्तिकै नाचिरहन आफ्नै मर्जीले। अब चाहिँ म पनि प्र्याक्टिस गर्न जान्छु भनेर मैले क्यामेरा अड्डाइदिएर अनि त्यसपछि म पनि जान्छु प्र्याक्टिस गर्नको लागि। म चाहिँ कति कालो मान्ने हो, मेरो रातो कपडा नभइदिए मेरो कालो लगाएको छु भित्र म कालै मानिन्थेँ यार, देखिँदैन। म चाहिँ अब बिस्तारै बिस्तारै कुन सिक्यौँ भनेर म हल्का हल्का क्लिप हालिदिन्छु कि, धेरै लामो पनि बनाउने होइन मिनी भ्लग। त्यो गानामा हामीले सिकिसक्यौँ। अझै क्रिसमस आउन 15 दिनभन्दा बढी छ, त्यही भएर अझै पनि हामी प्र्याक्टिस गरिरहेको छौँ। सगरमाथा झिलिले रेलगाडी फेरि सगरमाथा तल हामीले चाहिँ डान्स प्र्याक्टिस गरिसकेपछि अनि एकछिन एउटा टिकटक भिडियो बनाउँछौँ। ल गाइज, आजको भ्लग कस्तो लाग्यो कमेन्ट गर्नु होला। आजको मेरो मिनी भ्लग यति नै थियो। बाई, म्यानचेस्टर।